हेलो साथीहरू, गुड मर्निङ। वेलकम ब्याक टु माई न्यू भ्लग। आज पनि मैले चाहिँ मेरो कामदेखि सुरु गरेँ। बिहानदेखि बनाऊँ भनेको भ्याडु डेट रहेछ नि त। अनि आज पनि फेरि कर्ली नै गऱ्यो प्र्याक्टिसको लागि भनेर। अनि आजको लुक चाहिँ यस्तो आएको छ। साथीको चाहिँ एकदमै भोल्युम कम रहेछ नि त कपालको, अनि त्यही भएर अलि उयो नै आयो। उहाँ चाहिँ हाम्रो मोडल। अनि उहाँको कपाल सपाल सकेपछि घर फर्केँ। म चाहिँ घर फर्केको मेरो छोराको हालत त यस्तो पो रहेछ। बाटोमा मजाले गएर सुतेर बसिराखेको रहेछ म आउँदा त। आम्मा नि मेरो छोरो भनेको झन् पुल्डुङ्ग लडेर सुत्न खोज्छ। उठ भनेको उठ्नै मान्दैन। बिहानभरि त्यसरी नै बस्छ अरे भन्छन्। चिसो लागेर केही छैन, नक्कल पारेको नक्कलले हाँस्दै। त्यसपछि म घरमा आएँ। घरमा आएपछि अनि मुला सुकाइराखेको थिएँ, सुकिसकेको रहेछ। त्यही भएर अचार बनाउनेतर्फ लागेँ। अनि मैले चाहिँ तेल र बेसार राखेर झैँ झाने अचारलाई। अनि मजाले मुसेर अब भोलि चाहिँ फेरि घाममा सुकाउनुपर्छ 3-4 दिन। अनि मेरो छोरो हेर्नु न कति अप्ठ्यारो ठाउँमा गएर बस्छ अनि रुन्छ। त्यसपछि खाना चाहिँ पकाएन, खानाको साटो करेन्ट चाउचाउ पकाएँ। साथीहरू आउनुहोस् है, तपाईँहरू पनि खाऊँ। अनि मैले चाहिँ करेन्ट चाउचाउ खाएँ। आज चाहिँ मेरो घाँटी पनि ठिक छैन चिसोले गर्दा। मेरो पुक्कु चाहिँ हेर्नु न, त्यहाँ म एकछिन भाँडा माझ्न गएको, मजाले दाइजैसँग कुचिक्क भएर सुत्या रहेछन्। के गर्नु मेरो छोरोलाई। अनि त्यसपछि चाहिँ मैले चाहिँ अनि आज सपिङ गरेको थिएँ नि त, त्यही उसको लागि, मोडलको लागि। अब कति मोडल बोलाइराख्नु, त्यही भएर हामीले चाहिँ डमी, साथी र मैले चाहिँ डमी किन्न गएँ। कस्तो राम्रो कपाल के, आम्मा मलाई त यस्तो मन पर्यो। पुरै नेचुरल के, यस्तो दामी थियो कि मेरो भन्दा नि राम्रो कपाल। ओहो, एकदम छुँदा पनि एकदम सफ्ट थियो, मेरो भन्दा नि सफ्ट थियो। कस्तो राम्रो लाग्यो मलाई त यो कपाल चाहिँ। त्यही भएर मैले चाहिँ पुरै स्लो मोमो पनि हानिदिएको कि फेरि। अनि त्यसपछि हामीले चाहिँ टेलकम किनेँ अनि 2टा। अनि त्यसपछि क्लिप किनेँ। अनि फेरि मैले एउटा फाउन्डेसन लिएको थिएँ, मेरो चाहिँ फाउन्डेसन सकेको थियो। अनि यसो मैले चेक गरेर किनेको थिएँ कि, तर पनि अब यो अर्को उयो पऱ्यो कि भनेर फेरि चेक गरेँ। तर स्किनमा एकदमै म्याच गरिरहेको थियो, मेरो स्किन टोनकै थियो ठ्याक्कै। कस्तो राम्रो लाग्यो मलाई त यो फाउन्डेसन पनि, फुल कभरेजवाला रे भनेर दिनुभएको। अब हेर्नुपर्छ भोलि लाएर। मलाई चाहिँ राम्रो लाग्यो। आजको दिन यसरी नै बित्यो साथीहरू। अब नेक्स्ट टाइम फेरि भेटौँला। बाई बाई। किप वाचिङ, लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला है त साथीहरू। बाई बाई, थ्याङ्क यू।